मखमली ट्युलिप फुल फुलिरहेको छन्। तयार भइसकेको फुलको हरियाली छाइरहेको छ। सबैजनालाई यो भिडियोलाई राम्रोसँग हेर्नु। यो फुल चाहिँ साह्रै राम्रो देखिएको छ। भिडियो पनि दामी आएको छ। फोटो खिचेको मात्रै कहाँ हो भिडियो बनाउँदैछ भिडियो ए करे लिएर आएको बनाएको साह्रै राम्रो हाम्रो सयपत्री फुल फुल्यो के गर्नु र तिहार चाहिँ गयो साह्रै राम्रो सयपत्री फुल फुलेको छ। तिहारमा लाउन पाइएन के गर्नु तिहारमा चाहिँ मान्छेहरू लाउनलाई कति किनेर लानु पर्यो। मौरी हो कि के बसिरहेछ यसमा मजाले फुलिरहेछ। करलाको झ्याङदारी पनि खिच्न। तिहार सकियो तिहार सकिएपछि यति राम्रो राम्रो फुलहरू फुल्छन्। अनि कम्ती देखियो त पर्के मसौदा पर्छ पर्छ ल ल ल ल दामी आयो साह्रै राम्रो भिडियो दामी बनिएको छ। सबैजनाको स्वागत छ। तपाईलाई अरे म त माको हतार काम गर्छु के हो अब पानी लिएर आउँछु बाक्री गर्दै खाऊ राम्रो राम्रो घाँस बढी फलेको नि हालेको ठुल्ठुलो भइगयो त नि बाउ जाँदा सानो सानो थियो। यहाँको चाहिँ सानो छ थुङ्गा पनि। फर्के म उयो गर्छु ल कस्तो मजाको छ कहाँ सानो ले त हेर्नु फुल सँगसँगै तपाईँको पनि भिडियो निस्किन्छ। भयो बिचरा लड्क्यो के गर्नु सबै ठडाइदिने केही भयो त हुन्थ्यो नि के ठडाइदिनु के भएर लड्क्यो बाउले बाँधेर हो क्या के बाँधिदिनु अम्लिसोको एउटा केही ल्याएर बार्नु नि डन्ठी ल्याएर उयो छ त हरियो बालीले त यसमा ठाडो हुनुपर्छ के हो त्यो त्यही छ त डोरी पनि त्यही खोलेर बान्नु नि अनि खोल्नु त सक्नु लडेको बेर माथि त हाल्छ हो माथि त हाल्छ समात्ता आएर खोडाकै गयो अलिक लामो एउटा केही ल्याउनु बरु अम्लिसो अम्लिसोले त थाम्दैन नि यो फुलको छुमा गरौँ छ यो के अरे कालो प्लास्टिकको डोरी चाहिँ जस्तै गाँठो पाऱ्यो नि खुस्किन्छ र ढुक्कै छ अरू त भने खुस्किँदैन अरू छोडिदिइसकेर नि कतिवटाले बाँधेछ छोड्नु त भयो
टेको लाउनु पर्ने थियो के टेको लगाइदिनु सबै मलाई सुल्तुले लाग्यो अलिक लामो टेको बोकेर आउने अनि भन्छ त कुन डन्ठी केसँग अनि यहाँ दाउरासँगै हाल्नु भयो होला दामी दामी फुलहरू फुलेका छन् सबैजनाले भिडियोलाई हेरेर मन पराइदिनु होला फुल भने यति राम्रो राम्रो फुलेको छन् हेर्दा लोभै लाग्दो तर के गर्नु तिहार सकेपछि यति राम्रो राम्रो फुलहरू फुले सबै फुलले सल्किनु ल भिडियो चाहिँ एकदम दामी बनिएको छ सबैजनाले मन पराएर हेरिदिनु होला हेर्ने लोभै लाग्दो फुल फुलेका छन् यी सबै फुलहरू तिहार सकेपछि फुलेका हुन् तर राम्रो फुल हेर एउटा खिच्नु भनेको त्यो भाले त खै खुट्टा भाँच्यो कि